आज म तपाईँ सबैजनालाई ब्रस हामीले कसरी गर्छौँ नर्मल घरमा अरू बेला अरू जस्तै गर्छौँ नि त। आज म तपाईँलाई ब्रस गर्ने टेक्निक सिकाउँछु। यसरी नै ब्रस चाहिँ गर्नुपर्ने हुन्छ है। जस्तै यो हाम्रो दाँत भयो है, हामीले गर्ने भनेको यसरी यसरी गर्छौँ नि त होइन, यसरी यसरी गर्छौँ, तर यसरी हामीले ब्रस गर्ने होइन। हामीले ब्रस गर्दाखेरि यो ब्रसको बीच छ नि, यो एक साइड यता एक साइड यता बीचमा आधी भाग माथि गिजामा पार्ने अनि आधी भाग तल दाँतमा पार्ने अनि एकदम गोलो गोलो पारेर। जस्तो एउटा ब्रसले चाहिँ तपाईँलाई 3टा दाँतलाई मात्रै भ्याउँछ, सबै दाँतलाई भ्याउँदैन। त्यही भएर 3टा दाँतमा लगाउने गोलो 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 गरेर अनि तलतिर झार्ने। तलतिर झार्दाखेरि के भयो, फोरहरू सबै तलतिर झर्ने हुन्छ है। अनि गिजामा पनि फोरहरू भएको सबै तल आयो, दाँतमा भएको पनि तल आयो, सबै यसरी गोलो 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 गरेर तल झार्ने, फेरि गोलो 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 गरेर तल आउने। जम्मा एकचोटि ब्रस गर्दाखेरि 20 सेकेन्ड दिएर तीनटा दाँतलाई भाग लगाएर अनि हामीले गर्नुपर्ने हुन्छ। गोलो गोलो गरेर यसरी गोलो गोलो गरेर अनि दाँत ब्रस गर्ने है हुन्छ। अब यो पछाडिको दाँत त्यसरी भयो, तल पनि त्यसरी नै गर्ने, सेम प्रोसेस हो। आधी भाग गिजामा ब्रस, आधी भाग ब्रस चाहिँ तपाईँलाई गिजामा लाउनु पर्यो, आधी दाँतमा लाउनु पर्यो। यसरी यसरी गरेर यो चाहिँ यसरी माथि गर्नु, यस बाहिर निस्किन्छ है। अनि भित्री भागमा पनि यसरी नै गर्ने, आधी भाग तल गिजामा लाग्यो, आधी दाँतमा, अनि यसरी यसरी गरेर यसरी माथि यसरी है। अनि अगाडि चाहिँ हामीले गर्दाखेरि अब यसरी यसरी गर्छौँ तर त्यसरी गर्ने होइन, यसरी यसरी गोले गोलो गरेर तलतिर झार्ने हो। तलको दाँतलाई यसरी यसरी गरेर माथितिर लाने, सबै फोर निस्किन्छ त्यसरी। अनि हामीले गर्दाखेरि ब्रस जहिले पनि सफ्ट ब्रस युज गर्ने, कडा ब्रस युज गर्यौँ भने हाम्रो अगाडिको दाँतको किनारहरू चाहिँ धेरै पातलो हुन्छ, त्यही भएर सिलिङ हुने सम्भावना बढी हुन्छ। त्यही भएर हामीले ब्रस गर्दाखेरि एकदम हल्का हातले होइन, धेरै जोडले थिचेर होइन, एकदम हल्का पाराले सर्कुलर मोसनमा पुरै ब्रस राम्ररी गर्ने है हुन्छ। अनि खुल्ला गर्ने बुझ्यो सानो। अनि हामीले दिनमा कतिचोटि ब्रस गर्ने, 2 चोटि। कतिचोटि गर्ने, 2 चोटि गर्ने, एकचोटि बिहान एकचोटि बेलुका हुन्छ। अब आउँछ गर्नु ब्रस गर्ने यसरी नै ल। थ्याङ्क यू।